नमस्कार दर्शकबिन, आज एउटा नयाँ भिडियो लिएर म रोशन अधिकारी फेरि उपस्थित भएको छु। यो नालामा बन्दै गरेको घरको दृश्य हो। यो पुरानो वाल सिस्टमको घरलाई हामीले 8 इन्चको आइबिम प्रयोग गरेर पिलर सिस्टमको बनाउँदै छौँ। चाहिने बलियो पार्ट्सहरू जति पनि फाल्नु नपर्ने, जीर्ण नभएको र नकुहिएको अवस्थामा थियो जुन पुरानो वाल सिस्टमको घरलाई, त्यसलाई जस्ताको तस्तै राखेर र जो चाहिँ अलिकति कमजोर भइसकेको फाल्नु पर्ने चिजहरू छ त्यसलाई मात्रै हटाएर चाहिँ हामीले यो घरलाई चाहिँ मजबुत र भूकम्प प्रतिरोधी बनाउँदै छौँ। यो घर बनिसकेको कारणले यसमा घरभित्रैबाट जग खनेर 8 इन्चको आइबिम प्रयोग भएको छ र यो घरमा 2 ढलान गरिँदैछ। ग्राउन्ड फ्लोरमा काठका झ्याल ढोका र माथिको फ्लोरमा युपिभिसीको झ्यालहरू प्रयोग गरिँदैछ। बाहिर अन्य तपाईँहरूले देख्नुहुन्छ, बाहिर अन्य आरसिसीको घर जस्तै गरी 2 फिटको टप पनि निकालिएको छ, जुन हजुरहरूले यस दृश्यमा पनि देख्न सक्नुहुन्छ। स्टिल प्रवृत्तिबाट बनेका थुप्रै घरहरूको भिडियो मेरो यस च्यानलमा छ। तपाईँहरूलाई यदि केही जान्न मन छ र यो स्टिलको प्रवृत्ति यो कसरी बन्छ, जग कसरी खनिन्छ, आइबिमहरू कसरी राखिन्छ, कोलम बिमहरूको प्रयोग कसरी गरिन्छ, वेल्डिङहरू कसरी गर्नुपर्छ, त्यो बारेमा हजुरलाई जान्न मन छ भने हजुरहरूले मेरो भिडियोमा गएर चाहिँ भिडियोहरू हेर्न सक्नुहुन्छ। हजुरहरूलाई पनि यस्तै ढुक्कका घरहरू बनाउनु छ भने यसै गरी नै तपाईँहरूले यही प्रवृत्तिबाट बनाउन सक्नुहुन्छ र पुरानो घरलाई पनि तपाईँहरूले आफ्नो पुरानो जुन वाल सिस्टम घर छ त्यसलाई पनि मजबुत गराउन सक्नुहुन्छ, त्यो पनि थोरै खर्चमा। यो घरमा भित्री वाल 4 इन्चको र बाहिरी वाल 9 इन्चको लागेको छ, तर 9 इन्चको वालमा पनि 4 इन्चको वालमा पनि झ्यालको तलमाथि नै लेन्टल भने कसिएको छ। तपाईँले दृश्यमा पनि देख्न सक्नुहुन्छ। पुरै घर भत्काएर बनाउनु भन्दा यसरी मोडर्न र बलियो बनाउँदाखेरि खर्च भने निकै नै कम लागेको छ। खर्च पनि कम लागेको छ र जुन हामी पहिलो भिजिटमा आउँदाको वाल सिस्टमको घर थियो त्यो वाल नै वाल भएको सानो कोठा काचुकुचुक परेको थियो भने अहिले यो सुन्दर, मोडर्न र स्पेसियस भएको छ। नबुझेर हो कि किन हो नेगेटिभ कमेन्टहरू पनि धेरै गर्नुहुन्छ यहाँहरूले, तर यो भिडियो यस्तै घर बनाउनुहोस् वा हामीसँगै बनाउनुहोस् भनेर भन्दा पनि यस्तो प्रवृत्तिबाट पनि बनाउन मिल्छ भन्ने एउटा जानकारीमूलक भिडियो मात्रै हो। बनाउने नबनाउने त अब हजुरहरूकै इच्छा हो। यो घरभित्र तपाईँहरूले जति पनि यो फलामको पार्ट्सहरू देखिरहनु भएको छ, जुन त्यो फलामहरू छ, रुमभित्रै चाहिँ पिलरहरू छ, तपाईँहरूले सोचिरहनु भएको होला यसको कसरी व्यवस्थापन हुन्छ भनेर। यसमा चाहिँ हामीले तपाईँको सिमेन्ट बोर्डले चाहिँ यो पिलरहरूदेखि लिएर सबै कुरालाई कभर गर्छौँ। माथि सबै फल सिलिङ हुन्छ, जुन हाम्रो चाहिँ आरसिसी घरमा चाहिँ हाम्रो जुन माथिको सिलिङ हुन्छ त्यस्तै नै देखिन्छ फल सिलिङ हालेपछि, र तपाईँहरूले फल सिलिङमा विभिन्न डिजाइन पनि निकाल्न मिल्छ। हजुरहरूले हाम्रो अरू भिडियोहरूमा नै हेर्न सक्नुहुन्छ। र जुन फलाम छ, फलाममा चाहिँ हामीले सिमेन्ट बोर्डको प्रयोग गर्छौँ। 8 एमएमदेखि लिएर 12 एमएम को सिमेन्ट बोर्ड त्यसमा राखेर त्यसमा कलर लाउँछौँ आफ्नो हिसाबले, अथवा वालमा जुन कलर लाउनु भएको छ त्यही कलर लायो भने त्यसले चाहिँ राम्रो देखिन्छ। अब अलिकति चाहिँ तपाईँको यो बाहिर निस्किन्छ, किनभने हामीले अब जेनरल बनाएको हाम्रो अरू घरहरूमा पनि थोरै पिलर भएको ठाउँमा त थोरै बाहिर निस्किहाल्छ। यसमा पनि सेम त्यस्तै हो, आरसिसी घरको जस्तै अलिअलि पिलरहरू चाहिँ बाहिर निस्किन्छ, तर यसले पनि केही पनि फरक पार्दैन। यसको पूर्ण कम्प्लिट भइसकेपछि जब यो घर पूर्ण कम्प्लिट बनिसक्छ म यसको भिडियो अवश्य राख्नेछु। च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला र भिडियोलाई लाइक र सेयर गर्न पनि नभुल्नु होला। आजलाई बिदा हुन्छु। यहाँहरूको दिन शुभ रहोस्। धन्यवाद।